यदि हजुरहरू लोकसभाको तयारी गरिरहनु भएको छ भने आज हामीहरूलाई चाहिँ यो नासु खरिदार र मोस्टली भनेको नासु खरिदार र अफिसर लेभलमा र ब्याङ्किङ क्षेत्र होला या जुन लेभलको त हामीले सरकारी लेभलको हामीले नाम निकाल्नका लागि यो चाहिँ फर्स्ट पेपरमा चाहिँ यो वाटर इमेजदेखि चाहिँ एउटा न एउटा क्वेसन स्योर आउँछ है। र हामीहरूलाई कि वाटर इमेज कि मिरर इमेज भन्ने हजुरहरू थाहा छ होइन। वाटर इमेज भनेको पानीको प्रतिबिम्ब भन्छ होइन। पानीको प्रतिबिम्बलाई हामीहरूले चाहिँ यो अक्षरलाई चाहिँ कसरी देखाउँछ भनेर हामीहरूले आज हामीहरूले यसको बारेमा मैले एकदमै छोटो तरिकामा सजिलो तरिकामा मैले सिकाउन गइरहेको छु। हजुरहरूले भिडियो स्किप नगरी हेर्नु होला, एकदमै मजाको छ, एकदमै सजिलो छ। र सुरुमा हामीहरूले चाहिँ म जम्मा 2वटा क्वेसन लिइरहेको छु, एकदमै ध्यान दिनुहोस् है। र पहिला यसको टपिक हामीहरूले बुझ्नुपर्ने हुन्छ। वाटर इमेज भनेको के हो त, हामी पानीमा गइसकेपछि अगाडि पानी छ होइन। पानीमा गइसकेपछि आफै पनि ख्याल गर्नु होला, हाम्रो चित्र कस्तो भन्छ त। हामीहरूले देख्दा चाहिँ पानीमा जहिले पनि यो पानी जस्तो पानी हुन्छ, हामी यहाँ मान्छे भएका हुन्छौँ, यो हामी मान्छे हौँ, यो के मान्छे हो होइन। मान्छे पानीमा यो पानी छ भने यो वाटर छ भने यसको छाया कस्तो भन्छ थाहा छ? यसको छाया भन्छ यस्तो टाइपको भन्छ, ख्याल गर्नु होला है। ठ्याक्कै उल्टी हुन्छ। वाटर इमेज भनेको मान्छेको ठ्याक्कै विपरीत भनिन्छ, विपरीत, ठ्याक्कै के अपोजिट भनिन्छ, OPPO साइटी अपोजिट भनेर पहिला यो बुझ्नुहोस्। यति बुझिसकेपछि होइन, यति बुझिसकेपछि हजुरहरूले यस्तो टाइपको क्वेसन सल्भ गर्न सकिन्छ है। ठ्याक्कै के हुने रहेछ, उल्टो हुने रहेछ, अपोजिटमा हुने रहेछ होइन, विपरीत दिशामा हुन्छ, ठ्याक्कै उल्टो। त दायाँको बायाँ बायाँको दायाँ हुँदैन होइन, के हुन्छ ठ्याक्कै विपरीत हुन्छ है। बुझ्यौँ नि। र मैले यसलाई चाहिँ सल्भ गरिदिन्छु, ध्यान दिनुहोस्, एकदमै सजिलो छ, एकदमै रोमाञ्चक पनि छ। ध्यान दिनुहोस्, भिडियोलाई चाहिँ मजाले हेरिदिनुहोस् है। ल अब ठिक छ, ल हेर्नुहोस्। चोइस मैले के भने सीको होइन, हाम्रो ए भयो नि, ए भनेको ठ्याक्कै उल्टो कस्तो हुन्छ, ए भनेको यस्तो हुन्छ हो। अनि बी भनेको कस्तो हुन्छ, बी यस्तो छ नि, बी उल्टो पनि के हुन्छ, सेम हुन्छ। ल बी कस्तो भयो, यस्तो गर्ने, सेमै भयो नि, बी भयो। सी कस्तो हुन्छ, सी यस्तो हुन्छ, सी भयो, सी जो भयो, सी कस्तो नै रहेछ यहाँ लेख्ने, सी भयो। अब याद कस्तो हुन्छ, पहिला सिधा याद यस्तो हुन्छ, यसको उल्टो के हुन्छ, सेमै हुन्छ, सेम भयो नि, भयो। यहाँ सी यहाँ छ। र ओ त यो हाम्रो चाहिँ सर्कलमा चाहिँ कम्बाइनै छैन, ओ भनेको सिधै हुन्छ, ओको। अनि आई, यसको आईको उल्टो कस्तो हुन्छ, सेमै हुन्छ, आईको आई, सी त सेमै भयो, सी लेख्ने। अनि ई कस्तो हुन्छ, ई पनि यस्तै सेम हुन्छ। हेर्नुहोस् है, अब यहाँ ई छ नि, योलाई नि यहाँ तल जानु, बिचको बिचमै भयो, माथि गयो, सेमै भयो नि, ईको ई भयो हो। हामीले चोइसको चाहिँ सेमै हुने रहेछ है वाटर इमेजमा, यो कुरा ख्याल गर्नुहोस्। अब मोसनमा है, मोसनमा के हुने रहेछ, यम यस्तो छ, यसको अपोजिट के हुन्छ, भयो उल्टो भयो कि नै, यम यो यम छ नि के डब्लु भयो, बुझ्नु भयो नि। यहाँ औको सेमी भयो, त्यो कस्तो छ, यस्तो छ, तल जाने यस्तो गराउने, त्यो भयो नि, टी लेख्नुहोस्, कस्तो भयो ती यस्तो। आई त सेमै हुन्छ, समस्या छैन होइन, आईको आई लेख्नुहोस्। अनि ओको ओजो लेख्ने समस्या छैन। अब यान के छ, यान यस्तो छ, ख्याल गर्नुहोस् है। अब यान यसलाई यो टुप्पो त कहाँ गयो, यहाँ छ, यस्तो भयो पनि यान ठ्याक्कै उल्टो भयो, यान भयो पनि, बुझ्नुभयो नि। र यस्तो टाइपको हामीले चाहिँ यसलाई यसरी सल्भ गर्न सकिन्छ, बुझ्नुभयो नि। र यस्तै टाइपको भिडियो हेर्नका लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र बेल आइकन पनि थिच्न नबिर्सिनु होला।